एफएम रेडियोको पहुँच भएको बालबालिका। टेलिभिजनको पहुँच भएको बालबालिका। कम्प्युटर भएको तर के चाहिँ नभएको, अनलाइन नभएको बालबालिका। अब 5 मा के छ, अनलाइन पनि छ, कम्प्युटर पनि छ भनेपछि के त इन्टरनेट र प्रविधि सबैमा पहुँच भएको। इन्टरनेट हुने चाहिँ कम्प्युटर छ भने बुझ्छ होला, इन्टरनेटको र प्रविधिको पहुँच भएको र प्रविधिको टाइट गरेर लेख्नु बुझ्न गाह्रो हुन्छ ल। अक्षर पहुँच भएको बालबालिका। अक्षर नबुझे प्लिज मैले लेखेको बोलेको आधारमा सुनेर लेख्नु होला, अलिक त्यस्तो केही अप्ठ्यारो गरेर लेखेको छैन। कम्प्युटर भएको अनलाइन नभएको इन्टरनेट र प्रविधिको पहुँच भएको बालबालिका। यसरी हामीले के गर्न सक्छौँ त, विद्यार्थीको पहिचान, अभिलेखीकरण र वर्गीकरण गरेर हेर्न सक्छौँ। ठिक छ, कुराकानी बुझ्दै हुनुहुन्छ? यो के हो यो भनेको भन्ने कुरा एकछिन मलाई बुझ्नु होला। पहिले लेखिसक्नु पर्यो है त साथीहरू। अब त्यसो हो भने यहाँनिर हेर्नुहोस्, कुनै पनि पहुँचमा छैनन् बालबालिका, कुन तरिकाले पढाउने त? कुनै पनि पहुँचमा छैन भने अब अस्थायी रूपमै सिकाउने होला होइन, घुम्ती जस्तो गरेर गाउँ गाउँमै घर घरमै गरेर पढाउने होला, सिफ्ट गरेर पढाउने होला। एफएम रेडियोको पहुँच छ भने एफएम रेडियोबाट पढाउने होला, टेलिभिजनको पहुँच छ टेलिभिजनको च्यानलहरूमा होला, कम्प्युटर छ भने त्यही अनुसारले चाहिँ उसलाई अफलाइन भिडियोहरू दिएर होला, इन्टरनेटको पहुँच छ भने अनलाइन क्लास होला। त्यत्तिकै त सबैमा पढाउने भन्न पाइएन नि त। त्यत्तिकै हामीले सबै बालबालिकालाई पढाउँछौँ, सबैलाई जोड्छौँ भन्न त सक्दैनौँ नि त। त्यही भएर हामीले के गर्यौँ, अलिकति चाहिँ लेभल मेन्टेन गरेको, यति मात्रै हो। भनेपछि अब यसका आधारमा विद्यार्थी वर्गीकरण हुन्छन्, अनि कुन उपयुक्त तरिका छ त्यसको आधारमा शिक्षण सिकाइ सञ्चालन गरिन्छ भन्न खोजेको यति मात्रै हो। 5वटा समूहमा वर्गीकरण गरिएको छ। अब यहाँनिर हामीले बुझौँ, अहिले पनि टेलिभिजनमा कहिलेकाहीँ पढाएको च्यानलहरू भेट्नुहुन्छ, भेट्नु न। अहिले पनि तपाईँले टेलिभिजनमा कहिलेकाहीँ च्यानल 7 पढाएको भेट्नुहुन्छ, अहिले पनि रेडियोहरूमा कहिलेकाहीँ बजेको भेट्नुहुन्छ। त्यो के हो त भन्दाखेरि यिनै कुराहरूलाई जोडेर वैकल्पिक स्वरूपबाट शिक्षा दिने कुरालाई जोडेको हो। अब त्यसो भए हाम्रो नेपालमा चाहिँ यसो हेर्दाखेरि यी सबै मध्येमा कुन चाहिँ उपयुक्त हुन्छ होला? हाम्रोमा सबैभन्दा बढी प्रभावकारी कुनबाट हुन्छ होला भन्नुहोस् त? सबैभन्दा बढी प्रभावकारी रेडियोबाट प्रभावकारी देखिएको छ, किनभने रेडियो चाहिँ सबैकोसँग पहुँच हुन्छ भन्ने कुरा छ। लेख्नुहोस् त। अब अनलाइन शिक्षा त राम्रो, सबैसँग अनलाइनको पहुँच पुगेको छैन, त्यही भएर रेडियोबाट वैकल्पिक अवस्थामा रेडियोबाट शिक्षा दिनु उपयुक्त विकल्प छान्दा है, किनभने सबैको पहुँच छ नि त। त्यही भएर वैकल्पिक अवस्था रेडियोबाट सबैको पहुँच पुग्ने गर्दछ। रेडियोबाट शिक्षा दिएमा भनौँ न, सम्झिनु, रेडियोबाट शिक्षा दिएमा
वैकल्पिक व्यवस्थामा रेडियो एउटा शिक्षा दिएमा सबैको पहुँचमा पुग्ने नि अति कामसम्म पुग्ने भन्न खोजेको। विपद व्यवस्थापनको बेला अथवा विपदको बेलामा शिक्षण सिकाइ सञ्चालन गर्न कसको भूमिका महत्त्वपूर्ण हुन्छ? विपदको बेलामा शिक्षण सिकाइ क्रियाकलापलाई अगाडि बढाउने सन्दर्भमा कसको भूमिका महत्त्वपूर्ण हुन्छ? लेखौँ। विपदमा शिक्षा सञ्चालनमा हुन त सबैको हो, तर शिक्षा तथा मानव स्रोत विकास केन्द्रको कामै त्यही छ क्या। काममा हेर्नुहोस् न, शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महत्त्वपूर्ण भूमिका रहन्छ। फेरि स्थानीय तह विद्यालयको भन्नु होला, तिनीहरूको पनि छ, तर विपद व्यवस्थापनसँग जोडेर कार्यक्रमहरू सञ्चालन गर्ने हैन, त्यसलाई व्यवस्थापन गर्ने लैजाने काम सबै कसले गर्छ त? शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गरिरहेको छ। यसले एउटा के चौतारी भन्ने कार्यक्रम राखेको छ अरे, के पोर्टल छ भन्नुहोस् त? यसले के को विकास गरेछ भन्नुहोस् त? मानव स्रोत विकास केन्द्रले के को व्यवस्था गरेको छ? लर्निङ पोर्टल, जसभित्र सिकाइ चौतारी भन्ने छ क्या। सिकाइ चौतारी तपाईँले सिकाइ चौतारीमा गएर खोजेर हेर्नुभयो भने स्कुलका सबै भिडियोहरू भेट्नुहुन्छ। सबै क्लासको लगभग तपाईँले भिडियो, लिसनिङ टेक्स्टहरू सबै भेट्नुहुन्छ। त्यो भनेको विद्यार्थीले घरमै बसेर अतिरिक्त रूपमा सिक्न सकुन्, शिक्षकलाई पनि पढाउने आइडियाहरू क्रिएट होस् भनेर विज्ञ शिक्षकहरूबाट त्यो खालको व्यवस्था चाहिँ भएको छ। त्यही भएर हामीले लर्निङ पोर्टल, सिकाइ चौतारी यो कसले सञ्चालन भन्यो भने शिक्षा तथा मानव स्रोत विकास केन्द्र मार्फत सञ्चालन भइरहेको छ। मैले तपाईँहरूलाई यति कुरा यहाँनिर जोडेँ, ठिक छ? जे होस्, हामीले के बुझ्नु पर्यो? विपदको अवस्थामा विद्यार्थीलाई केन्द्रबिन्दुमा राख्ने, सुरक्षित रूपमा घर पठाउने, त्यसपछि मात्रै सिकाइका व्यवस्थाहरूको खोजी गर्ने, जसका लागि अब विकल्पहरू खोज्दै जाने र वैकल्पिक शिक्षाको माध्यमबाट के गर्ने? सञ्चालन गर्ने। अब यहाँ लेखिसक्नुभयो? यति लेखिसक्नु भयो भने म अगाडि बढ्छु। अलिकति तपाईँहरूलाई घर जाने बेलाको नोट देखाउँछु, थोरै महत्त्वपूर्ण छ आजको चाहिँ। ओके, यहाँ हेर्नुहोस् त, लर्निङ पोर्टललाई व्यवस्थित रूपमा अगाडि लैजानका लागि सामग्री, अनलाइन विद्युतीय सामग्री केन्द्रको लर्निङ पोर्टल भनेको छौँ। लर्निङ पोर्टललाई व्यवस्थित गर्दै जानेका लागि चाहिँ के कस्ता च्यानलहरू छन् त, के कस्ता कार्यक्रमहरू सञ्चालन गरिरहेको छ भन्दाखेरि learningchrd.edu, youtube.ncet भर्चुअल, MOECDC GOV यो पाठ्यक्रमसँग जोडिहाल्यो, DOE.gov.np, यी सामग्रीहरूबाट चाहिँ अझ यो लिङ्कहरूबाट के छ त, हामीले विपदको सन्दर्भमा सामग्रीहरू पाउँछौँ। ठिक छ? हामीले बुझ्नु पर्यो। अब अनलाइन विद्युतीय सामग्री लर्निङ पोर्टलमा पाउँछौँ। प्रसारण भएका पाठहरू युट्युबमा पाउँछौँ। पाठ्यक्रम विकास केन्द्रका पुस्तकालय सम्बन्धी सामग्रीहरू MOECDCमा पाउँछौँ। र लिङ्कहरू चाहिँ कहाँ पाइन्छ त? वेबसाइटभित्र छ। यहाँ हेर्नु पढ्दैन, लिङ्कहरू कस्तो छ सम्बन्ध क्या? लर्निङ पोर्टलमा सामग्री पाइन्छ, लर्निङ पोर्टलबाट प्रसारणको युट्युब च्यानलमा छ, तपाईँलाई पढ्नुपर्ने सामग्रीहरू यी पुस्तकालयमा छ। यी सबै सामग्रीको लिङ्क चाहिँ कहाँ छ त? यहाँ छ कि भन्न खोजेको थियो। भनेपछि विपद व्यवस्थापनको सन्दर्भमा शिक्षण सिकाइलाई अगाडि बढाउनलाई यी च्यानलहरू, यी लिङ्कहरू चाहिँ महत्त्वपूर्ण छ। मावि लाइसेन्समा सोधेको 81 भन्दा छ, सोधेको छ, फेरि पनि सोध्न सक्छु। महत्त्वपूर्ण छ, हामीले ध्यान दिनुपर्छ। म अगाडि बढेँ। यो नाम सुन्नु भएको छ? सामान्य अवधारणा राख्ने, यहाँबाट हाम्रो सिलेबसमा छैन, तर पनि मैले तपाईँहरूलाई प्लस आज घर जाने बेलाको नोट यही हो। अब जो सर म्यामहरू स्कुलमा काम गर्दै हुनुहुन्छ उहाँहरूले यो नाम सुन्नु भएको छ। अरू नसुने पनि तपाईँले रियल प्लान भनेको चाहिँ सुन्नु भएको छ।
रियल प्लान भन्ने चाहिँ सुन्नु भएको छ। यसको अपनत्व कसले लिएको छ भने शिक्षा तथा मानव स्रोत विकास केन्द्र सँगसँगै शैक्षिक गुणस्तर परीक्षण केन्द्र, शैक्षिक गुणस्तर परीक्षण केन्द्र ERO ले यसको अपनत्व लिएको छ। नाम हेर्नुहोस् त, रिकभरी एन्ड एसिलिरेटेड लर्निङ भन्छ। एसिलिरेटेड भनेको द्रुत सिकाइ आपूरण तथा द्रुत सिकाइ योजना। रिकभरी आपूरण गर्ने, द्रुत भनेको एसिलिरेटेड गर्ने। ठिक छ, भनेको छिटो तरिकाले बालबालिकालाई सिकाउने। किन भन्दाखेरि भूकम्प, कोभिड लगायतका अवस्थामा, ठिक छ, मैले के भने भूकम्प, कोभिड लगायतका अवस्थामा चाहिँ यो खालको संरचनाको आवश्यकता भयो। किन भन्दा विद्यार्थीले पढ्दै गए, जति पढ्नुपर्ने त्यो लेभल मिट हुन सकेन। बुझ्नुलाई बालबालिकाले पढ्दै, जस्तो कोभिडको बेलाको बालबालिकाहरू हैन अहिले ब्याचलर पढ्ने भइसक्यो अथवा डिग्री नै गरिसके। अब त्यसको क्षति अहिलेसम्म छ कि त्यो कक्षा 1 मा पढेको विद्यार्थी अहिले कतिमा पढ्छ होला? किन 7-8 कक्षामा त पढ्छ होला हैन? उसले पढ्नुपर्ने जति पनि कुरा त पढे त पढेन नि, ग्याप भयो नि त। त्यो के भयो त, 5-6 कक्षामा पढ्छ, ग्याप भयो। 5-6 कक्षा पढेपछि 9-10 कक्षा पढ्न सक्छ, ग्याप भयो क्या। त्यो ग्याप भएको क्षति भयो नि त, सिकाइमा क्षति भयो। त्यो क्षतिलाई के गर्नु पर्यो? अब भरपाई गर्नु पर्यो, आपूरण गर्नु पर्यो। भनेको सिक्नुपर्ने मेन कुरा नसिकेर छुटेको थियो भने त्यसलाई के गर्ने? रिकभरी गर्ने, रिकभर गर्ने हो। यति हो, हामी डेटा रिकभरी भन्छ नि त, त्यस्तो। त्यसो भए यसको नाम रियल प्लान भनेको वास्तविक प्लान भन्न खोजे होइन, वास्तविक त वास्तविक नै हो। रिकभरी एन्ड एसिलिरेटेड लर्निङ भन्छौँ। द्रुत सिकाइ योजना, आपूरण, नेपाली इङ्ग्लिस दुईटैमा याद गर्ने। प्रश्न यी नामबाटै सोध्छ लाइसेन्सको प्रश्न। आपूरण तथा द्रुत सिकाइ योजना, आपूरण तथा द्रुत सिकाइ योजना यो 2023 देखि 2028 सम्मको लागि। अहिले हामी कतिमा छौँ? 2026 मा छौँ। 26 मा छौँ, अझै यो 2 वर्ष चल्ने कार्यक्रम हो। त्यसपछि अरू केही आउला नआउला यो अरू त्यो बाहिरी निकायले सहयोग गरेको कुरा छोडिदिनुहोस्। यहाँ के हो कुरा भन्दाखेरि बुझ्नु होला, एसीएसटी अहिलेको हाम्रोको विद्यालयको वर्तमान शिक्षा योजना एसीएसटी हो। सुरुमा एसएसआरपी थियो, एसएसडीपी थियो, ती सबै फेज आउट भइसक्यो। हाम्रोमा त कार्यान्वयनमा छ भन्नुभएको छ, तपाईँले धेरै कुरा यसको बुझिहाल्नु भएको छ। मैले यसको मात्र जिस्ट थिम कुरा तपाईँहरूलाई बताउँछु। एसीएसपी को लक्ष्यमा पनि के छ? प्रकोप, विपद, महामारीको बेलामा शिक्षालाई चाहिँ सञ्चालन गर्नुपर्छ, निरन्तरता दिनुपर्छ, चाहे त्यो औपचारिक होस्, चाहे त्यो अनौपचारिक होस्, चाहे त्यो खुल्ला जुनसुकै माध्यमबाट होस्। त्यसले विद्यालय शिक्षा क्षेत्रकै पूरक कार्यक्रमको रूपमा चाहिँ लिएको छ। विद्यालय शिक्षा क्षेत्र योजना भनेको एसएसडीपी कै पूरक कार्यक्रमको रूपमा लिएको छ, जसको नाम रियल प्लान भन्ने छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत भई कार्यान्वयनमा छ। यसको अपनत्व हेर्ने सबै जिम्मेवारी कसको? मन्त्रालयको हो। तर अलिकति बढी रिपोर्टिङका कामहरू चाहिँ गुणस्तर परीक्षण केन्द्रले गरेको छ। र यो मन्त्रालयबाट कहिले स्वीकृत भयो? मितिहरू सामान्य याद गर्नु होला, 79-12-17 मा 79-12-17 मा स्वीकृत भए कार्यान्वयनमा रहेको योजना हो। यो प्लानिङ हो क्या, यो एउटा यसरी अगाडि बढौँ है भन्ने कुरा हो, केही पनि छैन। विद्यार्थीको सिकाइ अवस्था पहिचान कसरी गर्ने त? सिकाइ अवस्था पहिचान यहाँ हेर्नुहोस्, जसले गर्नु भएको छ उहाँहरूले गरेको यही हो। यहाँ मेन फिचर के छ भन्नुहुन्छ भने शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट स्वीकृत भएका कक्षा 1 देखि 5 सम्म, हेर्नुहोस् है, कक्षा 1 देखि 5 सम्म गणित, नेपाली विषय 3 देखि 5 सम्म है। यहाँ हेर्नुहोस्, 3 देखि 5 सम्म गणित, नेपाली। कक्षा 6 देखि 8 सम्म गणित र नेपाली त छँदैछ, विज्ञान र अङ्ग्रेजी थप्पो। कन्फ्युज लाग्यो? फेरि हेर्नुहोस्, 3 देखि 5 मा कति? 3 देखि 5 मा दुईटा के? गणित र नेपाली। भाषा र गणित भनौँ न, गणित र नेपाली विषयको कक्षा कति? 6 देखि 8। अरू कक्षा मैले धेरै जोडेन अहिले, विकल्प छ। 6 देखि 8 मा के त? गणित र नेपाली छँदैछ, प्लस विज्ञान र अङ्ग्रेजी। विज्ञान प्लस अङ्ग्रेजी विषयको यति मात्रै भने हो। भनेपछि यो कति कक्षासम्म कार्यान्वयन छ? कक्षा 3 देखि 8 सम्म कार्यान्वयन छ। कक्षा 3 देखि 8 सम्म कार्यान्वयन छ। र यसले सुरुमा के गर्छ? विद्यार्थी कति अघिको वर्गीकरण त होइन है, अब त्यो सक्यो। अघिको वर्गीकरण विपद व्यवस्थापनसँग मात्रै हो। यो चाहिँ कक्षा कोठा भित्रको सिकाइलाई कसरी लैजाने भन्ने कुरा हो।
सुरुमा हामी डायग्नोस्टिक टुल्सको माध्यमबाट इक्जाम लिन्छौँ, निदानात्मक परीक्षण गर्छौँ, सिकाइ अवस्था कति छ, बालबालिकाले कति जानेका छन्, कति सुधार गर्नुपर्ने छ अवस्था पहिचान गर्छौँ। त्यसको लागि हामी के गर्छौँ, यी विषयका नमुना प्रश्नहरू प्रयोग गर्छौँ र यी सम्बन्धित शिक्षकले टुल्स विकास गरी अब अरू कक्षामा डायग्नोस्टिक टुल्स त यतिमा छन्, डायग्नोस्टिक टुल्स नभएका अरू कक्षामा के गर्ने, सम्बन्धित शिक्षकले टुल्स विकास गर्ने भन्छ। भनेको 3 देखि 8 सम्मका हामीले भनेका विषयका चाहिँ नमुना प्रश्नहरू चाहिँ पाउँछ, नमुना प्रश्नहरू पाउँछ, त्यसको आधारमा गर्ने, बाँकी रहेको स्कुलले नै विकास गरेर गर्ने भन्छ। सुरुमा के गर्ने भन्दाखेरि उसले दिएकै नमुना प्रश्नहरूको प्रयोग गर्ने, नभए आफैले थपेर प्रश्न प्रयोग गर्ने, विद्यार्थी कति जान्ने छन् लेभल गर्ने, विद्यार्थीको परीक्षण गर्ने। यहाँ जस्तै इक्जाम जस्तै हो एक हिसाबले। साइड नै छु हो साथी, साइड नै छु, यहाँ भन्दा कहाँ साइड जाउँ, अब म क्लास नै अफ गरेर जाने एकछिनपछि स्क्रिनसट गर्न खोज्नु होला, म साइडमै छु त। ल ओके, म साइडमै छु। ल हाम्रो नि अलिअलि फोटो आयो, के गर्छ त नि होइन कुरो। ल यहाँ हेर्नुहोस्, त्यसो भए यो रियल प्लानको कुरा गर्दाखेरि यस्ता खालका टुल्स भनेको सामग्रीको प्रश्नहरूको के गर्ने, विद्यार्थीसँग परीक्षण गर्ने, विद्यार्थीलाई ग्रुपिङ गर्ने, अनि ग्रुपिङ गरेर के गर्ने, आवश्यकता अनुसार अतिरिक्त शिक्षा दिने हो कि के गर्ने, तिनै कुराहरू हेर्ने हो, यहाँ अरू केही पनि छैन। त्यसो भए विद्यार्थीलाई वर्गीकरण गर्ने, वर्गीकरण गरेर के गर्ने, इमिसमा हाल्ने, विद्यार्थीको अटोमेटिक ग्रुप देखाइदिन्छ। जस्तो विद्यार्थीको तपाईँले कपी परीक्षण गरेर नम्बर इमिसमा हाल्ने बित्तिकै जसले काम गर्नुभएको छ उहाँलाई थाहा छ, इमिसले अटो के गरिदिन्छ, ग्रुपिङ गरिदिन्छ, अनि त्यसको आधारमा के गर्ने, विद्यार्थीलाई सिकाइ सहजीकरण गर्ने। त्यसो भए परीक्षणबाट प्राप्त नतिजा टेस्ट लिउँ डायग्नोस्टिक टुल्सको प्रयोग गरेर, त्यहाँबाट हामीले विद्यार्थीको के गर्ने त, अब समूहकृत गर्छौँ। आधारभूत तहभन्दा न्यून सिकाइ छ, रेड ग्रुपमा हाल्छौँ। आधारभूत भन्दा कम छ, हामी के गर्छौँ, रेड ग्रुपमा हाल्छौँ। 35% भन्दा कम छ भने। त्यसो भए अब हाम्रो अर्को यहाँ के छ, आधारभूत तहको सिकाइ अवस्थामा विद्यार्थी वर्गीकरण 35 देखि 50 भन्दा कम छ, ब्लू ग्रुपमा हाल्छौँ। औसत भन्दा कम छ भने हामी के गर्छौँ, औसत भन्दा कम छ भने त्यो 50 देखि 70 मा छ भने ग्रीन ग्रुपमा हाल्छौँ हैन। त्यसपछि हामीले के गरिरहेका छौँ त, उच्च सिकाइ अवस्था भएका छन् भने ओरेन्ज ग्रुपमा हाल्छौँ र अन्तिममा हामी के गर्छौँ त, येल्लो ग्रुपमा हाल्छौँ। त्यो ग्रुपिङको कुरा खासै एउटा प्रश्न धेरै जोडेर सोध्दैन, म उता उता सर्छु, स्क्रिनसट गर्नुहोस्, हामी एमसिक्यूमा जोडिन्छौँ। यो भनेको इमिसमा हाल्ने बित्तिकै अटोमेटिक ग्रुप जेनेरेट गरिदिन्छ। अब उत्कृष्ट सिकाइ अवस्था भएकालाई केही गर्नै परेन, उच्च भएकालाई अलिअलि हेर्ने हो, सबभन्दा बढी यसलाई ध्यान दिएर सिकाइ अवस्थामा जोड्नलाई के गर्ने, अतिरिक्त शिक्षण सिकाइ गर्ने। एकदम ल स्क्रिनसट गर्नुहोस्, मजाले स्क्रिनसट गर्नुहोस्। अब रेडी भनेर कमेन्ट गर्नुहोस्, हामी आज पढेका विषयवस्तुबाट एमसिक्यू सेसनमा जोडिन्छौँ। ठिक छ, सबैजना साथीहरूले रेडी भनेर लेख्दै गर्नु होला। अब साथीहरूलाई विशेष जानकारी एउटा गराइहाल्नु पर्यो। ठिक छ, बुकको कुरा अघि नै सोधिरहनु भएको थियो, बुक आइसकेको छ। ठिक छ, बुक आइसकेको छ है, देख्नुहुन्छ नि होइन, आधारभूत तहको बुक नयाँ एकदम फुल्ली अपडेट सहित बुक आइसकेको छ। तपाईँहरूले यसो हेर्न सक्नुहुन्छ रिफरेन्सको रूपमा। र सँगसँगै माविको नयाँ अलिक छिटै आउँछ, हप्ता दिन लाग्छ। सँगसँगै यो ओल्ड इज गोल्ड छ, सन्तोष सरसँगकै माध्यमिक तहको हप्ता दिनभित्र आउँछ, त्यसैको तयारी हुँदैछ। माध्यमिक तहको चाहिँ होइन, प्रासको बुक त आइसकेन, सुर्खेत नगर हुन्छ। अनि ओल्ड इज गोल्ड सँगै ओल्ड क्वेसन, अहिलेसम्म सोधेका सबै ओल्ड क्वेसनहरूको कलेक्सन चाहिँ केमा छ, ओल्ड इज गोल्डमा छ। 85 सेट हेर्नुहोस् त, फुल छ, अलिअलि फिडब्याक छ, मेन भनेको क्वेसन एन्सरको कलेक्सन छ। ठिक छ, मूल्य सोध्नु भएको छ, मूल्य 595 छ यो ओल्ड इज गोल्डको बुकको चाहिँ 1570 छ। ठाउँ अनुसार तपाईँले डिस्काउन्ट पाउनुहुन्छ। ठिक छ, सन्तोष सरले अस्तिबाट आउँछ भन्दा हिजोबाट आइसकेको छ। अब यहाँ हेर्नु होला, सन्तोष सर, अब म, कुमार सर, त्यसै गरी अरुण सरको मिलेर बनाइएको के छ तयारी सामग्री चाहिँ हेर्नु होला। ओल्ड इज गोल्ड कुनको हो सर भन्नुहोस्, ओल्ड इज गोल्ड सबै विद्यालय निरीक्षक, शिक्षा अधिकृत, प्राविधिक सहायक, माध्यमिक निमारी, प्रावि, आन्तरिक, खुल्ला, अध्यापन अनुमति पत्र, लाइसेन्स, सबैको प्रश्न एन्सरहरू यसमा कलेक्सन छ, अहिलेसम्म सोधेका सबै। ओके,
सर धेरै ठुलो भएछ भन्नुभएको छ। अब डिटेलमै छ, एकदम फुल्ली बुकको मोडलमा छ। जिके नि छ भन्नुभएको छ। लौ न, सन्तोष सर भएपछि जिके नहुने कुरा हुन्छ। फुल्ली सिलेबस कभर छ है। ओके, मैले यति भने। यो ओल्ड इज गोल्ड चाहिँ तपाईँलाई रिफरेन्स मेटेरियल हो, प्र्याक्टिस गर्नलाई सेट हुन्छ, ओल्ड क्वेसनको आइडिया तपाईँलाई क्रिएट हुन्छ। ठिक छ। ल, विशेष छुट हुन्छ। अनलाइन कुरियर गर्नुभयो भने पनि तपाईँलाई मसँग सम्पर्क गर्नु होला। मैले भनेको ठाउँबाट गर्नुभयो भने तपाईँले 20% डिस्काउन्ट पाउनुहुन्छ। पब्लिकेसनसँगबाट जोडेर हुन्छ। बाहिरबाट गर्नु भने तपाईँले ठाउँ अनुसार सुविधा पाइहाल्नुहुन्छ। नजिकको पसलमा सम्पर्क गर्नु भइहाल्छ। हस्, मैले यति भने। प्रासको भन्नुभएको छ। प्रासको पनि, प्रासको यो खालको बुक हो। प्रासको यो बुक पाउनु है। प्रासको ठिक छ। सानो धेरै ठुलो छैन, धेरै ठुलो छैन, सानो सानै छ। ल ठिक छ। यो चाहिँ तपाईँहरूको गण्डकी र सङ्घलाई हुनेछ। बागमती र लुम्बिनीकोमा आइक्यू छ, यसमा आइक्यू छैन। आइक्यू छैन यसमा। आइक्यू भएको चाहिँ आइक्यू भएको 1-2 दिनमा। ठिक छ। सङ्घ र गण्डकीको तयारी गर्ने साथीहरूले यो लिनु होला, किनभने आइक्यू छैन। आइक्यू सहितको बागमती र लुम्बिनीको छिटै आउँछ। ओके, एजुकेसनको मात्रा आएको छ भन्नुभएको छ। त्यस्तो त छैन, सबै जोडेर छ। जस साथीहरूले एकपल्ट यसो हेर्नुभयो भने तपाईँलाई अध्ययनलाई सहज हुने खालको तरिकामा फुल फर्मेटमा बनेको छ। म अगाडि बढेँ। अर्को पनि जानकारी गराउनु पर्यो। प्रश्न आज रेन्डमली छ होला। यो स्लाइड ठ्याक्कै आज तलमाथि परेको छ, यसैलाई 1 मान्नु होला। प्रश्न अलिकति रेन्डमली बिग्रिएको छ। कहिले पढिसक्नु भन्नुभएको छ। ल, पढ्नु पर्यो त। नियमावली संशोधन सहित हो र भन्नुभएको छ। संशोधन गर्ने संशोधन गरेर होइन, हाम्रो संशोधन के गरिदिने हो र। हे कस्तो, म त्यो छेकेर बसिरहेको क्या, त्यो भने छेकेर बसिरहे के गर्ने। ल, शिक्षण सिकायो, वैकल्पिक प्रबन्ध के गर्ने, प्रयोग गर्ने। अब चाहिँ देखिँदैन के भइरहेको छ कुनै। ल, यसलाई प्रश्न नम्बर 2 मान्नुहोस् है। रेन्डमली आज अलिकति स्लाइड यहाँ तलमाथि बढेको छ। पब्लिकेसन भन्नुभएको छ। पब्लिकेसन अक्षराङ्क प्रकाशन। ठिक छ। राममान भन्नुहोस्, अरू किताबै पाउनुहुन्न। राममान भन्नुभयो भने तपाईँले राममानै पाएर हुन्छ। पातलो बुक नोट जस्तै हुन्छ सर भन्नुभएको छ। अब यस्तो पातलो सबै साथीहरूले लिएर सर अलिकति मोटै फर्मेटमा जानु पर्यो, फुल कन्टेन्ट चाहियो, एउटै किताब भयो हाम्रो सबै होस् भन्नुभएको छ। र प्लस कुरा चाहिँ के हो भने यति मोटो हुनुको पछाडि भनेको आधारभूतमा 32 सेट क्वेसन छ। आधारभूतमा 32 सेट क्वेसन छ। ठिक छ। त्यही भएर 32 सेट क्वेसन हुँदाखेरि तपाईँले प्र्याक्टिस गर्ने इनफ छ क्या। 11 सेट ओल्ड क्वेसन छ है, तपाईँले 21 सेट प्र्याक्टिस सेट छ। त्यही भएर ल, यहाँ हेर्नुहोस् त। विपदको समयमा शिक्षण सिकाइलाई निरन्तरता दिने विकास गरिएको पाठ्यवस्तु समायोजन ढाँचा 77ले पाठ्यवस्तु समायोजनको आधार कुनलाई लिएको छैन भनेको छ। यसको उत्तर यो त हाम्रो अप्सन ए, न्यूनीकरण। न्यूनीकरण गर्ने भन्ने छैन। मावि लाइसेन्सको त सानै हुन्छ। मावि लाइसेन्स त म आफैले एक्लै नै बनाउने कुरा हो, आइक्यू भन्दा बाहेकको होइन। त्यो हुँदाखेरि एकदम कन्ज्युम गरेर त सानो, एकदम सानोमा हुन्छ। छोडिदिनुहोस्, बुकको कुरा यहीँ रोकौँ। सिकाइलाई निरन्तरता विकास गरिएको पाठ्यवस्तु समायोजन ढाँचा 77मा के भनेको छ भन्दाखेरि प्राथमिकीकरण गर्ने, विषयवस्तु कतिको महत्त्वपूर्ण छ त्यसलाई हेर्ने, त्यो एकीकरण गर्ने, त्यसलाई मिलाउने, समूहीकृत गर्ने, तर न्यूनीकरण नगर्ने। भएको विषयवस्तुले न्यूनीकरण गर्ने भन्ने कुरा चाहिँ छैन। प्रश्न नम्बर 2 गरेँ यसलाई मैले। यसलाई 3 मान्नु ल। सेलेक्सन बिग्रिएको छ, यसलाई 3 नम्बर मान्नु। नम्बरमा केही फरक छैन। महामारी तथा विपदको समयमा विद्यालयमा सिकाइ कार्यको निरन्तरताका लागि कुन तरिका उपयोगी हुन्छ। प्रश्न नम्बर हेर्नुहोस् त। कम भनेछ साथीहरू, कतातिर जानुभयो? कम भनेछ है, कम भनेछ।
अब घर परिवारको संलग्नता बढाउने हो कि विपदको बेलामा समावेशी समन्वयिक हो कि घर परिवारको भेटघाट बढाउने हो कि के हो त? साथीहरू किन झुक्किनु भयो त्यस अब्जर्भेसनमा? घर परिवारको भेटघाट बढाउने कुरा हुन्छ र भने विपदमा शिक्षा दिनु छ, घर परिवारमा भेटघाट बढाएर हुन्छ त? सिम्पल क्वेसन हो। जे साथीहरूले पछि ट्र्याक लिनुभयो प्रश्न नम्बर 3 ल 4 मान्नुहोस् ल। यसलाई प्रश्न नम्बर 4 मानौँ। विपद व्यवस्थापनमा विपद पुनर्लाभ भन्नाले के जनाउँछ? अघि नै हामीले यसको बारेमा विस्तृतमा हेरिसकेका छौँ। विपद के भनेको छ हामीले यहाँ पुनर्लाभ भनेका छौँ। ठिक छ, विपद पुनर्लाभ भनेको छौँ। पुनर्लाभ हामीले फेरि फेरि लाभ पाउने भनेको छ नि, पुनर्लाभ। अब यहाँ हेर्नु होला, विपद पुनर्लाभ भन्ने बित्तिकै विपद पुनर्लाभ भन्ने बित्तिकै छ विपद पश्चात गर्ने पुनर्निर्माण पुनर्स्थापना हो। विपद जोखिम विश्लेषण न्यूनीकरण भन्ने भनेको के भयो त? सुरुकै कुरा भइहाल्यो नि, विपद न्यूनीकरण हो। जस्तो विपद घटना लगत्तै गर्ने भने विपद प्रतिकारी, विपद पश्चातको प्रतिकारी जोखिम न्यूनीकरण, यो त मिल्दै मिलेन। जस्तो भूकम्प प्रतिरोधी घर बनाउनु के हो? मैले के भने विपद न्यूनीकरण, यो प्रश्न हुन सक्छ है। विपद न्यूनीकरण, विपद प्रतिकार्य, विपद प्रतिकार्य, विपद पुनर्लाभ, विपद व्यवस्थापन। मैले के भने भूकम्प प्रतिरोधी घर बनाउनु, भूकम्प प्रतिरोधी घर बनाउनु। बोनसमा प्रश्न, कतिको कन्सेप्ट बुझ्नुभयो मात्रै भन्न खोजेँ मैले। के हुन्छ त? भूकम्प प्रतिरोधी घर भनेको चाहिँ न्यूनीकरण। भूकम्प प्रतिरोधी घर भुइँचालो गइसकेपछि अब ल बनाउनु पर्ने छ भने बनाउने हो र होइन नि, त्योभन्दा अगाडिकै कुरा हो क्या, सुरुकै चरणमा गर्ने हो। कन्सेप्ट बुझ्नु होला है मैले भने। यसलाई 5 नम्बर मान्नु पर्यो के? यसलाई 5 मानौँ, फेरि 1 देखि 5 हुन्छ, के फरक पर्दैन। राम्रोसँग बुझ्नुहोस् त, यो प्रश्न हेर्दा सजिलो तर झुक्याउने छ। राम्रोसँग हेर्नुहोस् त। ल प्रश्नलाई एकदम विश्लेषण गर्नु होला। आइपर्न सक्ने भनेको छ, आइसक्यो होइन नि त, आइसक्यो होइन, आइपर्न सक्ने भनेको छ। अब भविष्यमा यस्तो हुनसक्छ है भनेर विपद व्यवस्थापन गर्ने भने त के हो त? राहत उद्धार दिने होइन, यो होइन, विपद प्रतिकारी योजना तयार गर्ने। ठिक छ, के गर्ने हो त? विपद प्रतिकारी योजना चाहिँ तयार गर्ने। फेरि एकपल्ट सुरु भएको छ। लुम्बिनी प्रासमा सोधे प्रश्न, लुम्बिनी प्रासमा सोधे प्रश्न, विपदको प्रकार कुन हो भन्छ। कतिको ध्यान दिनुभएको थियो अघि मैले भन्दाखेरि?
यसको उत्तर के छ त? प्राकृतिक र गैर प्राकृतिक हो। प्राकृतिक र गैर प्राकृतिक हो। विपद जोखिम न्यूनीकरणको क्षेत्रमा कुन समावेश हुँदैन? समावेश नहुने चाहिँ कुन हो भन्नुहोस् त मलाई? अब यहाँ हेर्नुहोस् कस्तो राम्रो साथीहरू एकदम सही विश्लेषण गर्नुभएको छ। सुरक्षित विद्यालय बनाउने हो, यहाँ के भनेको छ? समावेश हुँदैन भनेको छ। विपद जोखिम न्यूनीकरण गर्ने पनि हो, विपद जोखिम मूल प्रभावीकरण गर्ने, तर विपद जोखिमलाई नै मानेर विद्यालयको मूल्याङ्कन गर्ने कुरा हुँदैन। हाम्रो उत्तर अप्सन सी। ठिक छ। विद्यालयमा कुनै पनि प्रकारको विपदको अवस्था सिर्जना भएमा विद्यालयले के गर्ने? गण्डकी प्रयासमा सोधेको प्रश्न। यस्तो खालको प्रश्न चाहिँ प्रासम्म बढी सोध्छ। विद्यालयमा कुनै पनि प्रकारको विपदको अवस्था सिर्जना भएमा के गर्ने? तत्काल के गर्ने भन्न खोज्छ? के गर्ने? बैठक बोलाउने हो? सबैलाई फोन गरेर बैठक बोलाउने हो? होइन। विद्यालय निरीक्षक र शिक्षा अधिकृतलाई क्षतिको जानकारी गराउने हो? होइन। विद्यालय बन्द गर्ने र हतार हतारमा होइन। के गर्ने? बालबालिकालाई केन्द्रबिन्दुमा राख्ने, बालबालिकालाई सुरक्षित राख्ने। यो थिमका प्रश्नहरू धेरै सोध्छ। सिङ्गे भित्रबाट सोधेको छ। तीनटाबाट जस्तो क्षति न्यूनीकरणबाट सोधेन, त्यसपछि यसले तपाईँको त्यो योजना गर्ने, अरू निर्माण गर्ने, त्यतातिर कहीँ पनि सोचेन। मात्र के सोध्छ त भन्दाखेरि विपद हो कि छुट्टै आधारमा भन्यो भने हामीले प्रकोप, जोखिम, सङ्कट, आसन्नता, सङ्कट हुन सक्ने कुरो विपद मूल्याङ्कन चाहिँ पर्दैन। आजको लागि अन्तिम प्रश्न। आजको लागि अन्तिम प्रश्न छेक्नु भयो सरले भन्नलाई। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 कहिले जारी भएको? हामीले 747475 के भनेको छौँ? हामीले 7475 भनेका छौँ। हाम्रो उत्तर के हुन्छ? है अप्सन डी सही उत्तर हुन्छ। ठिक छ। जति पनि साथीहरू क्लासमा जोडिनुभयो सुरुदेखि अहिलेसम्म सम्पूर्ण साथीहरूलाई एकदमै धन्यवाद। हामी भोलिको कक्षामा विशेष गरी द्वन्द्व व्यवस्थापनसँग जोडेर विषयवस्तुलाई अगाडि बढाउनेछौँ। अब तपाईँहरूले हिजोको क्लासको कुरा गर्नुभएको छ। तपाईँहरूको हिजो क्लासको त्यो कन्भर्ट भएर आज तपाईँहरूले त्यसको क्लासको पाउनुहुन्छ। ठिक छ। सर ओल्ड इज गोल्ड कसले लेख्नु भएको हो भन्नुभएको छ। फेरि पनि बुकै कुरा गर्नुभएको थियो साथीहरूले। म आफैले